हेलो साथीहरू, हजुरलाई स्वागत छ नेपाल एजुकेसन च्यानलमा। आज चाहिँ हामीले कक्षा 11 को बैङ्क नगदी किताब भन्ने च्याप्टरको बारेमा छलफल गर्दैछौँ। हजुर च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नुहोला। आज हामीले इजी वेमा यो कुरालाई हामीले आज बुझ्नेछौँ भनेर आज मैले भनिसकेको छु। तपाईँले यो भिडियो हेरिसकेपछि चाहिँ अरू भिडियो हेर्नु पर्दैन। यहाँ सुरुमा चाहिँ यहाँ क्वेसनले सङ्घ बनाउने सङ्घमा टिक लाउने, प्रदेश बनाउने प्रदेश, स्थानीय तह भने स्थानीय टिक लाउने, कार्यालय बनाउने कार्यालयमा टिक लाउने। आज चाहिँ हामीले बुद्ध पब्लिकेसनको एसडब्ल्यूको क्वेसन नम्बर 3 सल्भ गर्दैछौँ। त्यसमा चाहिँ कार्यालय भनेको छ, मैले कार्यालयमा टिक लाएँ। क्वेसन भनेको छ 2077 सालको ट्रान्जेक्सन दिएको छ। 2077 साल 8 महिना 1 गतेको ट्रान्जेक्सन दिएको छ। पहिला सुरुमा हामीले डेट लेखौँ, 2077 डेट लेख्यौँ। अनि यहाँ कति लेख्न पऱ्यो, 8 महिना भनेपछि 08 महिना, अरू लेख्न परेन। शीर्षक नम्बर केही छैन, लेख्न परेन। अब के गर्न पऱ्यो, मिति भनौँ, मिति कति भनेछ 2000, यसरी गरेर लेख्ने छड्के 77 8 महिना 1 गते भनेछ। 8 महिना 1 गतेमा के भनौँ, 2077 8 महिना 1 गतेमा के भनौँ, यो मुनतिर है, यो माथि सिधा यस्तो भएछ है, सरी। 2077 8 महिना 1 गते हो है त। यस्तो फर्मेट यहाँ खाली छोडेको छ कि, यहाँ विवरण लेख्न पर्ने हो, केही भएन त, हामीले बुझिहाल्छौँ होइन। यहाँ 1 गते भयो कि नै। अब चाहिँ सुरुमा क्वेसनले के सोधो, लेखापाल ताम्राकारले सानातिना खर्च भुक्तानी पेस्की भनौँ कि नै। यसको के हुन्छ, जर्नल भाउचर, डेबिट, लेखापाल ताम्राकार सानातिना खर्च पेस्की भनेर डेबिट कति भयो 100, क्रेडिट के भयो कोलेनिका एकलकोष खाता क्रेडिट भयो है। फर्स्ट एन्ट्री चाहिँ हाम्रो यति हो। यो क्वेसनको क्वेसन चाहिँ फेरि पनि हेर्न सक्नुहुन्छ है। यसैलाई हेरेर भर्खरै मैले यो गरेकालाई यसैलाई हेरेर हामीले गर्ने हो। अब यहाँ के भनौँ, पेस्की दिएको भनौँ, पेस्कीको ट्रान्जेक्सन हो। पेस्की दिएको भनेपछि चालु वर्षलाई हेर्ने हो, कति पेस्की दिएछ त, कति दिएछ 1000 भनौँ। 1000 खर्च कति भयो, यहाँ पेस्की कति भनेको त्यही हो 1000, खर्च कति भयो 1000 खर्च हुन्छ। 3 चोटि ट्रान्जेक्सन हुन्छ है यसको चाहिँ, 3 चोटि। बजेट भनेपछि दिएको भयो, बजेट रकम नम्बर भनेपछि यहाँ 1000 आयो हो कि नै। जहिले पनि यहाँ त 3 चोटि ट्रान्जेक्सन गर्ने, यसको चाहिँ 3 चोटि ट्रान्जेक्सन गर्ने। यो कुरा चाहिँ नबिर्सनु, एक ठाउँ हामीले गऱ्यौँ, दुई ठाउँ गऱ्यौँ। अब क्रेडिट के छ, कोलोनीका एकलकोष खाता छ भनेपछि क्रेडिट के गर्ने, कोलोनीका एकलकोष खाता गर्ने। यहाँ क्रेडिट रकम भनेको यता आएर माइनसमा बस्छ, कुनै पनि बजेट निकासा भयो छैन, 3 चोटि एन्ट्री भयो, यहाँ जे भयो त्यही। अब के भनेछ, 2077 साल 8 महिना 2 गतेमा चाहिँ बजेट निकासा गरियो भनेछ। कति के भनेछ, बजेट निकासा गरियो भनेछ। क्वेसनको स्क्रिनसट लिन सक्नुहुन्छ, छैन भने मैले चाहिँ एकचोटि क्वेसन देखाइसकेँ। बजेट निकासा गरियो भनौँ, बजेट निकासा गरेपछि के हुन्छ, ठ्याक्कै ट्रान्जेक्सन उल्टिन्ता हो नि, अरू केही होइन, सिम्पल कुरा हो कि नै। डेबिट टिएसए मतलब कोलेनिका एकलकोष खाता, कोलेनिका एकलकोष खाता डेबिट, क्रेडिट, बजेट निकासा क्रेडिट, बजेट निकासा हो, यो विविधमा जान्छ सम्झिनु, सिम्पल कुरा। के भनेछ, टिएसए डेबिट गर भनेछ। मैले भाषा लेखेको छैन, भाषा पनि यहाँ मिलाएर लेख्नुलाई त्यो भाषा लेखिन्छ सुरुको। लेखापाल ताम्राकार साना तिना खर्च पेस्की भनेर भाषा मिलाउने। अब 2000 कति हो 77 8 महिना 2 गतेको अर्को ट्रान्जेक्सन बजेट निकासा भएको छ है। 2008मा चाहिँ बजेट निकासा भएको छ। क्वेसन मैले भर्खरै बनाएको छु, के लेख्न पर्यो, मिलाएर भाषा, सानातिना खर्च भुक्तानीको लागि बजेट निकासा गरियो। बजेट निकासा भएपछि मैले के भनेको छु, डेबिट गर्ने। बजेट निकासा भएपछि कोलोनिका भने यो कोलोनिकाको हो, कोलोनिकाको बैङ्क ब्यालेन्स भनेको कोलोनिका एकलकोष खाताको एउटा भिसा हो भन्ने बुझ्नुहोस् है त। कति पैसा आयो, यति आयो, यहाँ डेबिट गर्ने कोलोनिकालाई भनेछु, कोलोनिकालाई डेबिट गऱ्यौँ। क्रेडिट के गर्ने भनेछु, बजेट निकासा।
अनि विविधको यहाँ कतै ठाउँ देख्न पर्यो, यहाँ विविध लेखेको देख्न, विविध यहाँ छ तर यहाँ बजेट निकासा भनेको देख्न हैन हो, यहाँ डेबिट भयो भने यहाँ क्रेडिट गर्न पर्यो। बजेट निकासा के हुन्छ हामीले जर्नल भाउचर गर्दा पढेको, क्रेडिट गर्ने भनेर बजेट निकासा भनेर हामीले गर्यौँ। अब 8 महिना 3 गतेमा के भनेछ, 2 गते लेख्यौँ, सरी अब 29 गतेको ट्रान्जेक्सन हो, 8 महिना 29 गते भनेको छ। के भन्नु, कर्मचारी सञ्चय कोष 8000, सामाजिक सुरक्षा 4, 3000 आयकर गरी मङ्सिर महिनाको कुल पारिश्रमिक 44000 र स्थानीय भत्ता भन्नु हो कि नि। यसलाई पनि मैले अब जर्नल भाउचर गराएर बुझाएँ। कर्मचारी सञ्चय कोष कस भनेको कर्मचारी सञ्चय कोष कति छ, क्रेडिट हो, यो क्रेडिट कति छ 8000 छ। क्रेडिट सामाजिक सुरक्षा कर, सामाजिक कर्मचारी सञ्चय कोष कति छ 8000 छ। सामाजिक सुरक्षा कर कति छ, सामाजिक सुरक्षा कर हो यो, सरी कर कति छ 400 छ। क्रेडिट आयकर कति छ, हामीले चाहिँ भाउचर गर्दा गर्छौँ, यो चाहिँ आयकर यति छ। अब कुल पारिश्रमिक भन्नु डेबिट, कुल पारिश्रमिक बुझ्नुला, कुल पारिश्रमिक कति भनौँ 44000 भनौँ डेबिट, डेबिट भत्ताभरि डेबिट हुन्छ नि। स्थानीय भत्ता कति भनेछ, स्थानीय भत्ता 5000 भनेको छ कि दुईटालाई जोडेर कति भयो, दुईटालाई जोडेर कति भयो हो, त्यो त टोटल गर्ने, यही एन्ट्री भयो कि। अब यही कुरालाई चाहिँ हामीले त्यही फर्मेटमा राख्ने हो कि, अलिक सिम्पल लोजिक हो। यही कुरालाई चाहिँ यही फर्मेटमा राख्ने हो, यही कुरालाई फर्मेटमा राख्ने, यही कुरालाई कर्मचारी पारिश्रमिक डेबिट भनेपछि बजेट खातामा गएर यहाँ लेखौँ है पहिला भाषा, भाषामा हल्का छु यहाँलाई विभिन्न रकम, विभिन्न भनेको कर्मचारी कोष दिने है, विभिन्न रकम कट्टी गरी कर्मचारी पारिश्रमिक वितरण गरियो भनेर लेख्यो भने मैले डेबिटलाई के गर्ने भनेछु, डेबिटमा लेजर जस्तै हो क्या यो। डेबिट भनेपछि कुल पारिश्रमिक 44000 छ, डेबिटमा गएर कति लेखिदिने कुल पारिश्रमिक, हेर्नुहोस् है डेबिटमा गएर खर्चको शीर्षकको डेबिटमा गएर कुल पारिश्रमिक 44000 लेखिदिने। स्थानीय भत्ता कति छ 5000 छ, तल स्थानीय भत्ता पनि 5000 लेखिदिने। डेबिटको एन्ट्री गर्यो सक्यो। अब स्थानीय भत्ता भन्नु हो कि नै, स्थानीय भत्ता भनेपछि कति छ 5000 राख्यौँ। अब के छ कर्मचारी सञ्चय कोष क्रेडिट छ, क्रेडिट केमा गर्ने यता विविधमा, क्रेडिट केमा गर्ने क्रेडिट विविधमा गर्नुपर्छ। यस्ता चाहिँ कोषभरि आयो भने चाहिँ विविधमा क्रेडिट गर्ने। कति छ कर्मचारी सञ्चय कोष 8000 छ, 8000 भनेर देख्यो भने अर्को कति छ 4000 छ, अर्को कति छ सरी अर्को 400 हो, 3000 छ हो कि यति हो। अब क्रेडिट यहाँ के हुन्छ, क्रेडिट कोलोनीका, मैले कोलोनीका बिर्सेछु, कोलोनीका एकल कोष खाता क्रेडिट कति हुन्छ यसलाई जोड्ने अनि यति घटाउने है, यसलाई जोडेर यति घटाउनु चाहिँ क्रेडिट कति पुग्दैन त्यति चाहिँ कोलोनीका एकल कोष खातामा जान्छ। त्यसलाई क्याल्कुलेटर हानेर निकाल्नुस् त कति हुन्छ, हानौँ पहिला हामीले क्याल्कुलेटर। 44000 प्लस 5000 अझै 49000 हुने हो टोटल हो कि नै। 49000 मा 8000 कर्मचारी सञ्चय कोष कति भयो 41400 तो अनि आयकर 300 भनेपछि 4300 क्रेडिटमा पुगेन, यता थप्यौँ। यो भनेको मैले के भनेको छु बोइङ मौजात हो भनिराखेको छु, कोलोनीका भनेको। बोइङ मौजातमा क्रेडिटमा कति भयो, बोइङ मौजातको क्रेडिटमा कति भयो 4300 भनौँ, क्रेडिटमा कति भयो 4300 क्रेडिटमा भयो। सिम्पल कुरा बुझ्यौ, बुझ्यौ यति हो, यसको काम सक्यो। अब बाँकीमा के गर्ने, यहाँ गर्छौँ, यहाँ निल भएको अघि निल देखाइन्छ, बाँकीमा यसलाई के गर्ने, यो क्रेडिटमा छ भनेपछि माइनसमा आउँछ भनेको, मैले अघि नै माइनसमा आउँछ क्रेडिटमा भनेपछि भनेको छु, यसलाई क्रेडिट माइनसमा गर्ने। यहाँसम्म बुझ्न आयो होला, बुझ्न पक्कै पनि। अनि त्यसपछि के भन्नु
अब यसलाई चाहिँ दाखिला गरियो भन्न सक्छ है। क्वेसनले चाहिँ भनेको छैन हैन। यहाँ क्वेसन हेर्न सक्नुहुन्छ दाखिला गरियो भने चाहिँ, तर नभने नि गर्दिम है त। दाखिला गरियो भन्ने पनि आज तपाईँलाई मैले त्यो गराउँछु। 8 महिना अर्को कति हो 29 भनेपछि सेम दिनमै दाखिला गरियो भन्ने चाहिँ अब के गर्ने, अब माथिको रकमलाई दाखिला गरियो, माथि कर्मचारी पारिश्रमिकलाई दाखिला गरियो लेख्नुलाई भाषा त्यस्तै भयो, मिलेन होला, केही छैन। दाखिला गरियो, दाखिला गरेको भन्दा कार्यालयमा जम्मा गरियो भन्ने के, जस्तै यहाँ कस सञ्चय कोष यिन छन् ट्याक्कै उसको उल्टो गरिदिने कि हामीले के पढेका थियौँ, यिनलाई उल्टो गरिदिने भनेर जर्नल भौचरमा गरिदियौँ। डेबिट भनेर कसको कर, कस भने कर्मचारी सञ्चय ट्याक्कै उल्टो गरिदिने भनेर 8000 डेबिट। अनि डेबिट कति हो, सासु कर भनेको फेरि अर्को सासु होइन, सासु कर भनेको कर्मचारी सञ्चय कर के भन्छन् सासु कर भनेको सामाजिक सुरक्षा कर हो। कति हो 400 डेबिट, ट्याक्कै उल्टाइदिने के। डेबिट अर्को के छ आयकर कति छ 300। क्रेडिट के गर्ने, अब यसको क्रेडिट जति पुग्दैन क्रेडिट गरिदिने, दाखिला जम्मा गरियो कुरा एउटै है, भाषा जति घुमाए पनि नभने पनि चाहिँ यो देखाइदिनुपर्छ। प्लस कति गर्नु पर्यो 300 गर्दा कति भयो क्रेडिटमा 8700, 8700 भनौँ 8700 आयो होइन, 8700 दाखिला गर्दा आयो, दाखिला गरियो भनेपछि अब डेबिट के गरेछ हामीले कसको क्रेडिट के गरेर कसले निकायको खाता ब्याङ्क मौजात भनेको कसले निकाय एकलको खाता हो भनिराखेको छु मैले अघिदेखि। भनेपछि यसको क्रेडिट भनेपछि यहाँ पनि क्रेडिट छ हो कि न, यसको क्रेडिटमा कति गर्नु पर्यो 8700 भनेर क्रेडिटमा देखाउनु पर्यो, देखाइयो। यसलाई डेबिट छ यहाँ डेबिट भनेपछि यिनी कोषभरिको विविधमा गएर एन्ट्री गर्ने, यो डेबिटमा छ यहाँ पनि डेबिटमा गएर एन्ट्री गरिदिने सिम्पल। कति छ 8000 छ, 400 छ, कति छ अर्को 3000 हो कि 300 अर्को हेर्नु त, यहाँ 3000 भएछ 300 हो अर्को हो कि नै। यति गरेर यो पनि एन्ट्री सक्यो, दाखिलाको पनि हामीले बुझ्यौँ। अब अन्तिममा के भन्छ कर्मचारी पारिश्रमिक र स्थानीय रकमलाई बजेट निकासाको रूपमा अभिलेख राखियो भनेछ 30 गते, 8 महिना 30 गते के भनेछ 8 महिना 30 गते कर्मचारी पारिश्रमिक र स्थानीय भत्ता भुक्तानीको रकमलाई बजेट निकासाको रूपमा उल्लेख गरियो भनेछ, बजेट निकासाको रूपमा राखियो भनेछ। भनेपछि लेख्न पर्यो अब कर्मचारी पारिश्रमिक तथा स्थानीय भत्तालाई बजेट निकासाका रूपमा अभिलेख राखियो भनेर भाषा मिलाएर लेख्न पर्यो। अभिलेख राखियो, बजेट निकासाको रूपमा अभिलेख राख्दा के हुन्छ डेबिट के हुन्छ कोलोनीका एकलको खाता हुन्छ, यहाँ जोडेर लेखेन हामीले, यहाँ जोड्दिउँ होला, यिनी कुरा मैले भने छैन सानो कुरा, त्यही पनि यहाँ कति भयो 43000 4900 है। क्रेडिट छ यहाँ पनि क्रेडिट छ, क्रेडिट के हुन्छ क्रेडिट प्लस हुन्छ, जस्तै माइनसमा छ यहाँ पनि माइनस छ भनेपछि माइनस प्लस भनेपछि 49000 आयो। अझ के भनेछ कर्मचारी पारिश्रमिक तथा स्थानीय भत्ताले बजेट निकासाको रूपमा उल्लेख गरियो। अब यसको फेरि भौचर के हुन्छ, यसको भौचर हेरौँ हामीले, यसको भौचर के हुन्छ कर्मचारी पारिश्रमिक डेबिट कोलेनिका एकलकोष खाता भनेर कति हो 49000 हो कि नै। क्रेडिट के भनौँ कर्मचारी पारिश्रमिक तथा स्थानीय भत्ता भनेर क्रेडिट 49000 भनेर हामीले देखियो। दाखिला बजेट निकासा गर्दा के भनिन्छ क्रेडिट के गर्न पर्यो कर्मचारी तथा स्थानीय भत्ता बजेट निकासा भन्ने हो। के भन्नु सुरुमा डेबिट कोलोनीका एकलकोष खाता, क्रेडिट कर्मचारी पारिश्रमिक तथा स्थानीय भत्ता बजेट निकासा भनेर क्रेडिटमा देखाउनु 49000। यहाँ जतिको छ नि जतिको छ यहाँ माइनसमा जतिको माइनसमा चाहिँ त्यति बजेट निकासा हुनुपर्छ, किनकि यहाँ जिरो गराउने हो, यहाँ जिरो गराउने हो, किनकि मैले सङ्केत नम्बर लेखेको छैन, यहाँ सङ्केत नम्बरमा चाहिँ नअटाएर यहाँ खर्चको रकमलाई यता सङ्केतमा लेखेछ नि, यहाँ हो कर सङ्केत नम्बरमा लेखेछ ल
बुझ्नु नि यता सङ्केत नम्बर तपाईँ लेख्नु होला मैले लेखेन यता भएछ त बुझिहाल्नुहुन्छ खर्चको शीर्षक यता लेख्ने भनिरहेको छु अङ्कित के भनौँ अभिलेख राखियो अभिलेख राख्दा चाहिँ के भन्छ कोलोनीका एकल कोष खाता डेबिट हुन्छ जति रकम छ त्यति कोलोनीका एकल कोष खाता डेबिट हुन्छ कोलोनीका भनेको के हो यसलाई कोलोनीका भन्ने बोइङ मौजतले कोलोनीका भन्ने हामीले बुझ्नुपर्छ भनेपछि कोलोनीका एकल कोष खाता मैले के भनेछु डेबिट हुन्छ भनिरहेको छु डेबिट कोलोनीका एकल कोष खाता हुन्छ यसलाई चाहिँ दुई ठाउँ एन्ट्री गरिन्छ डेबिट कोलोनीका एकल कोष खाता कति छ 49,000 पैसा आयो अब 49 मा 49 घटाउँदा कति हुन्छ यहाँ 0 हुन्छ अनि यहाँ बजेट निकासको कलम कति देख्नुभयो देखिएन अब क्रेडिटमा कति गर्नु पर्यो 49,000 विविधको क्रेडिटमा गएर गर्नु पर्यो सिम्पल यो भाउचर गर्ने यो गर्ने सक्यो दाखिला पनि गर्ने अब अन्तिम क्वेसन है हामी अन्तिममा आएका छौँ अब के भनौँ लेखापाल ताम्राकारलाई निम्न अनुसार के सानोतिनो खर्च पेस्कीको रकम फर्स्ट सेट गरियो भनौँ पेस्की रकम फर्स्ट सेट गरियो यसको पनि उ गरौँ भाउचर गरौँ के भनौँ टेलिग्राम टेलिफोन भनेको के हो टेलिग्राम सञ्चार सम्बन्धित खर्च 20 र 10 जोड्दा कति भयो 30 भयो लेख्नुहोस् डे बख सञ्चार सम्बन्धित खर्च भनेर कति हो टेलिग्राम र टेलिफोन भनेको सञ्चार सम्बन्धित गरेर 20 10 कति भयो 30 भयो होइन अब डे बख के भनौँ हुलाक टिकट स्टेसनरी भनेको कार्यालय सम्बन्धित खर्च हो कार्यालयमा जान्छ कार्यालय सम्बन्धित खर्च भनेर कति देखाएको छ 15 र 15 छ 30 छ अनि ज्याला भनेको कर्मचारी पारिश्रमिक हो डे बख कर्मचारी पारिश्रमिक भनेर कति छ 20 छ क्रेडिट कति भयो कोलोनीका एकल कोष खाता 20 20 60 30 60 70 80 भयो कि नै 80 क्रेडिट कोलोनीका एकल कोष खातामा गयो अब हामीले फेरि यही कुरालाई केमा राख्छौँ अब सकिसकेछ है त अब यही कुरालाई हामीले केमा राख्छौँ यसमा राख्छौँ डेबिट के गरेका थियौँ हामीले सञ्चार सम्बन्धी खर्च जोडेर 30 गराएका थियौँ हो कि नै यहाँ चाहिँ त्यसै लेख्न पर्दैन 8 महिना कति भनेछ 31 गते क्वेसनले के भनेको छ लेखापाल ताम्राकार सानातिना खर्चको पेस्की फर्स्ट सेट गरियो भनौँ किन पेस्की फर्स्ट सेट गरियो भनौँ पेस्की फर्स्ट सेट गरियो भनौँ यो चाहिँ पेस्की फर्स्ट सेटको ट्रान्जेक्सन हुन्छ भन्ने यहाँ कोलोनीका आउँदैन है सरी पेस्की फर्स्ट सेट हुन्छ पेस्की फर्स्ट सेट भइसकेपछि के हुन्छ व्यक्तिको त्यो लेखापाल क्रेडिट 80 मा के भयो लेखापाल ताम्राकारलाई सानातिना पेस्की फर्स्ट सेट भनेर यो क्रेडिटमा आयो है क्रेडिटमा 80 आयो अब यिनी त पुरै खर्च हुन् खर्चको शीर्षक भनेको यो बजेट खर्च हो सिम्पल कुरा हो बजेट खर्च हो भनेपछि बजेट खर्चमा सिधै देखाइदिने कति देखाइदिने 30 भयो अनि यहाँ फेरि यहाँ पनि 30 भयो अनि मैले देखाएको छु यहाँ कति भयो 20 भयो होइन यहाँ त अलिक ठाउँको अभावै छ हो 20 भयो अब पेस्की फर्स्ट यहाँ भनेको छु मैले के लेखापाल ताम्राकार सानातिना खर्च पेस्की फर्स्ट सेट भनेर यहाँ मैले लेखेको छु मान्नुहोस् है यहाँ मैले लेखेको छु यसको क्रेडिट यो हुन्छ जर्नल भाउचर गर्दा भनेपछि यो पेस्की फर्स्ट सेट के भनेछ लेखापाल ताम्राकारलाई सानातिना खर्च पेस्की फर्स्ट सेट भनेर हामीले यहाँ लेखियो के अरे लेखापाल ताम्राकारलाई सानातिना खर्च पेस्की फर्स्ट सेट भनेर लेखियो फर्चिएको भनेछ होला यहाँ हेर्नु न चालु वर्षकोमा के भनेछ फर्चिएको भनेको पेस्की फर्स्ट सेट गरिएको भनेको के अरे फर्चिएको भनेको पेस्की फर्स्ट सेट गरिएको भनेछ फर्चिएको कति हो छ तिनटालाई जोड्दा 80 को पेस्की फर्स्ट सेट गरेको छ भनेपछि 80 भनेपछि यहाँ 80 भनेपछि यहाँ कति भयो 80 माइनस हुन्छ दुईटाको 0 यहाँ चाहिँ यो चाहिँ सम्झिनुलाई यहाँबाट यहाँ चाहिँ यो चाहिँ माइनस हुन्छ भने सानो कुरा यो सम्झिनु होला अरु हाम्रो एन्ट्री के गरियो लगभग हाम्रो एन्ट्री पुरै सक्यो हो कि नि अब अरु क्वेसन छैनन् यसमा अब यही भन्छ यति क्वेसन सक्यो अब यसलाई टोटल गर्नुस् हामीसँग समयको अभाव छ त्यही भिडियो पनि धेरै लामो भइसकेको छ हैन त्यसकारणले चाहिँ मैले टोटल गरेन यहाँ टोटल गरेर यहाँ के लेख्नुस् भने 2077 भनेपछि 8 महिना भनेपछि के हो मङ्सिर महिनाको जम्मा भनेर यहाँ लेख्नु मङ्सिर महिनाको जम्मा भन्ने 49,000 गर्दा यहाँ 50,000 भयो अनि त्यसपछि यहाँ चाहिँ मैले जोड्दै दिएँ पनि 49 यहाँ 50,000 भयो अनि त्यसपछि अर्को कति छ 87 प्लस 43 0 प्लस 1000 गर्दा यहाँ पनि 50,000 भयो
यहाँ पनि 50,000 आयो। यो बाँकी जोड्न पर्दैन किनकि यहाँ 0 भइसकेको छ। अनि यहाँ जोडिदिउँ, यसलाई कति भयो 44,005 भनेपछि 44 र 5,000 गर्दा कति भयो 44 5 गर्दा 49,000 भयो, हो कि नै? 49,000 भयो। 49मा 10 जोड्दा यहाँ पनि 50,000 भयो। मैले जोड्दै त्यही पनि होइन, हजुरको लागि चाहिँ गरेँ है त। मङ्सिर महिनाको जम्मा यहाँ मैले कति भनेको छु 50,000, यहाँ पनि 50,000, यहाँ केही पनि भएन, यो खर्चको सङ्केत नम्बर लेख्नुला। यहाँ पनि जोड्दा 50,000, यहाँ त यो यिनी फेरि के भयो यहीँ जोड्दै यहीँ घट्यो एउटै भयो कि नै? यहाँ कति भयो 80 भयो। अब यिनी त अब के भनेको छ यहाँ कति भयो 49,000। यता क्रेडिटमा पनि जोडौँ, विविधको है, यहाँ हेर्नुहोस् 1000, अनि 8,000, त्यसपछि 400, अनि त्यसपछि कति छ 300 प्लस कति छ 49,000 गर्दा 58,700 आयो। यहाँ कति आयो 58,700 भयो। अब यता डेबिट साइड पनि जोडिदिने, कति छ 800 सरी 8,000 हो, फेरि कस्तो जिरोले जो बर्बाद पार्छ हो, जिरोले जो बर्बाद पार्छ। 800 8,000 प्लस 4,000 सरी 400 प्लस 300 गर्दा कति भयो 8700 भएछ। यहाँ कति भएछ 8700 भएछ है त। यति हो यसको एन्सर चाहिँ, बुझ्नुभयो होला पक्कै पनि। यति गरेपछि चाहिँ हजुरको कति आउँछ 8 मार्क्समा 8 मार्क्स आउँछ जर्नल भाउचर गरेको र यो गरेको। अब मैले सुरुमा फेरि मैले सुरुमा मैले समरी भने यसको सरर लाएर सरर ध्यान दिएर सुन्नुहोस् है त। नबुझे भए कमेन्ट गर्नुहोला, के कुरा बुझ्नुहुन्न त्यो कुरा चाहिँ कमेन्ट गर्नु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है। हजुरको लागि चाहिँ मैले यति दुःख गरेको छु होइन, तपाईँले पनि बुझेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहुन्छ भने मैले आशा राखेको छु। सुरुमा चाहिँ पेस्की फर्स्ट एड गर्दा हामीले 3 ठाउँ एन्ट्री गर्ने कुरा गरेर, एउटा क्रेडिट साइडमा, एउटा पेस्की दिएको, एउटा खर्चको भनेर बाँकीमा राख्ने कुरा गरेर। अब बजेट निकासा हुँदा डेबिट गरिन्छ भन्ने हो कि नै? डेबिट कोलोनिका एकल कोष खाता, क्रेडिट के भयो बजेट निकासा यता भइहाल्यो। अनि विभिन्न खर्च भनेपछि कर्मचारी सञ्चय कोष यताउति तिनी कट्टी गरेका कोषभरि यता क्रेडिट गरिन्छ भने त्यो पनि भयो। अनि खर्च भएको यसमा खर्चको शीर्षकमा आउँछ मैले भने। अनि यता क्रेडिटमा छ भने यहाँ क्रेडिट आउँछ, जस्तै यहाँ कति भयो क्रेडिटमा छ भने यहाँ क्रेडिट हुन्छ, क्रेडिट प्लस हुन्छ, अनि डेबिट क्रेडिट भयो भने माइनस हुन्छ। यहाँ पनि डेबिट भयो भने प्लस हुन्छ भन्यो भने यति गर्यो। अनि खर्च फर्स्ट एड बराबरको खर्च भयो, यसैमा प्लस भयो यसैमा माइनस भयो भनेपछि यहाँ 50,000 भयो, यहाँ 50,000, यहाँ 50,000, यहाँ 50,000 गरेर यो चाहिँ हामीले आज सकियो है त। स्क्रिनसट लिन सक्नुहुन्छ। केही बुझ्नु भएको छैन भने कमेन्ट गर्नु होला। आजको लागि चाहिँ यति। फेरि कुनै क्वेसन चाहिएछ भने तल भन्न सक्नुहुन्छ। बुद्ध पब्लिकेसनको, अस्मिताको, ओल्ड इज गोल्डको कुनै चाहिएछ भने भन्नु होला, म चाहिँ अर्को भिडियोमा पक्कै पनि बनाउने छु। हजुरको साथ माया अझै पाइयो भने अझै मैले राम्रो गर्नेछु भन्ने मैले आशा गरेको छु। यति भन्दै च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हजुरको लाइक कमेन्ट सेयर सब्सक्राइब सानो लाइक कमेन्ट सेयर सब्सक्राइब मलाई ठुलो सहयोग हुनेछ भन्दै आजको भिडियो यहीँ अन्त्य गर्छु। हस्त, धन्यवाद। जय देश जय नेपाल।